ह्याप्पी इन्टरनेसनल योगा डे। योपालि योगा डे सेलिब्रेट गर्न हामी लुम्बिनी गएको थियौँ। हामीलाई एम्बेसी अफ इन्डिया काठमाडौँले इन्भाइट गर्नुभएको थियो। सो आउनु सुरुबाट सुरु गरौँ। उहाँहरूले हामीलाई रिसिभ गर्न बस पठाइदिनु भएको थियो। सो हाम्रो एएस डान्स एकाडेमीका सबै फ्यामिली मेम्बर बिहानै लुम्बिनी पुग्यौँ। अर्ली मर्निङ लुम्बिनीको भाइब नै छुट्टै हुन्छ। हामी सबैजना एकदम पोजिटिभ थियौँ र एकदमै रमाइलोको साथ हामी अगाडि बढिरहेको थियौँ। केही स्टुडेन्टले लास्ट इयर पनि हामीसँग यो प्रोग्राम अटेन्ड गर्नुभएको थियो र केही स्टुडेन्टको लागि यो प्रोग्राम नयाँ हो र हाम्रो एक्साइटमेन्ट हजुरहरूले हेर्न सक्नुहुन्छ। एएस फ्यामिली अलवेज रक। सो सबैले लाइनमा लगाइयो, सबैलाई टी सर्ट बाटियो, सबैजना टी सर्ट पाएर एकदमै खुसी थियौँ। त्यसपछि हामी पुगिहाले मेन योगा सेक्सन जहाँ भइरहेको छ त्यो ठाउँमा र यहाँ पुग्न साथ हामीले योगा सुरु गर्यौँ। सबै दिदीहरू योगामा पार्टिसिपेट गरेर एकदमै खुसी हुनुहुन्थ्यो, एकदमै पोजिटिभ हुनुहुन्थ्यो। सबैले एकदम राम्रो तरिकाले योगा पर्फर्म गरिराख्नु भएको थियो। हुन पनि लुम्बिनीको त्यो पिसफुल इन्भाइरोमेन्टमा योगा गर्नु आफैमा एउटा छुट्टै अनुभूति हुन्छ। 1 आवरको योगा सेक्सन पछि योगा सकियो र सबैजना एकदमै रिफ्रेस फिल गरिराख्नु भएको थियो। त्यसपछि हामीले प्लान गर्यौँ कि अब हामी यहाँसम्म आइ नै सकेछौँ भने मायादेवी टेम्पल पनि घुमि नै हालौँ। सो निलमजीको लिडरसिपमा अब हामी मायादेवी टेम्पल घुम्न गइरहेको छौँ। त्यसपछि सबैजना मायादेवी टेम्पल घुमियो। हामीसँग केही बच्चाहरू थिए, उहाँहरूलाई पनि मायादेवी टेम्पलको विशेषताहरू बताइयो। त्यहाँको शान्त र मनलाई छुने वातावरणमा एकैछिन मेडिटेसन पनि गरियो। त्यसपछि हामी सबैजना खुसी भएर बाई भन्दै अब लाग्यो बसतिर। बसमा पुग्न साथ सबैलाई पानी, फ्रुटी र नास्ता बाटियो। त्यसपछि नास्ता खाँदै हामी घरतिर फर्क्यौँ र अब अन्त्यमा एम्बेसी अफ इन्डिया काठमाडौँलाई मनदेखि नै धन्यवाद र सम्मान छ। उहाँले हरेक वर्ष यस्तो राम्रो कार्यक्रम आयोजना गर्नुहुन्छ र हामीलाई इन्भाइट गर्नुहुन्छ।